जब कसैले तपाईसँग तपाईको कडा मेहनतले कमाएको पैसा माग्छ, लाज त उसलाई लाग्नुपर्ने हो, तर लाज चाहिँ तपाईलाई लाग्छ। किन? किनकि तपाई इमोसनल ब्ल्याकमेलको शिकार बन्नु भएको छ। आज हामी यही डरलाई जडैदेखि हटाउने छौं। म तपाईलाई 5 वटा यस्ता प्रश्न दिन्छु जुन सोध्ने बित्तिकै माग्ने मान्छे पुच्छर लुकाएर भाग्नेछ। र मजाको कुरा के छ भने तपाई उसको नजरमा खराब मान्छे पनि बन्नुहुन्न। सम्बन्ध र पैसाको गणित निकै अजीब हुन्छ। हामी प्राय सुन्छौं दुःख पर्दा आफ्नै मान्छे काम लाग्नुपर्छ, तर चाणक्यले यो भावनालाई अर्कै दृष्टिकोणबाट हेरेका थिए। उनको मान्यता थियो उधारो भनेको त्यस्तो धमिरा हो जसले केवल पैसा मात्र होइन, त्यो टिकेको सम्बन्धलाई पनि भित्रभित्रै खोक्रो बनाइदिन्छ। एकपटक आफ्नो विगतका अनुभव सम्झनुहोस्। कति पटक यस्तो भयो कि तपाईले कुनै नजिकको मान्छेलाई, साथीलाई वा आफन्तलाई पैसा दिनुभयो र त्यसपछि त्यो मान्छे तपाईको जीवनबाट हरायो, वा जब तपाईले आफ्नै पैसा फिर्ता माग्नुभयो तपाई नै भिलेन बन्नुभयो। समस्या पैसा दिनुमा होइन, समस्या त्यो अवस्थालाई तपाईले जसरी ह्यान्डल गर्नुहुन्छ त्यसमा हो। धेरैजसो मानिस लुटिन्छन् किनकि उनीहरू नाई भन्नुको अपराध बोधसँग डराउँछन्। उनीहरूलाई लाग्छ मानेन भने सम्बन्ध टुट्छ, तर कडुवा सत्य के हो भने पैसा दिएपछि सम्बन्ध टुट्ने सम्भावना 100% बढ्छ। आज हामी चाणक्यको अर्थनीति र आधुनिक मनोविज्ञान प्रयोग गरेर एउटा यस्तो सुरक्षा कवच बनाउने छौं जसले सर्प पनि मर्छ तर लाठी चाहिँ भाँचिदैन। तर ती प्रश्नहरूमा जानु अघि तपाईले माग्ने मान्छेको दिमागमा के चलिरहेको हुन्छ त्यो मनोविज्ञान बुझ्नै पर्छ, र त्यो जान्नु तपाईका लागि अलिक डरलाग्दो पनि हुन सक्छ। जब कुनै आफन्तले तपाईसँग पैसा माग्छ, उहाँले तपाईलाई एउटा मान्छे होइन, एउटा स्रोतको रूपमा हेर्नु भएको हुन्छ। उसको नजरमा तपाई त्यस्तो ब्याङ्क हुनुहुन्छ जहाँ न कुनै कागजी प्रक्रिया छ, न ब्याज दर छ, न फिर्ता गर्ने निश्चित मिति। यो उसको गल्ती होइन, यो मानव स्वभाव हो, सधैँ सजिलो बाटो रोज्ने। ब्याङ्कबाट लोन लिन गाह्रो हुन्छ, धितो राख्नुपर्छ, जवाफदेही हुनुपर्छ, तर तपाईलाई माग्न सजिलो छ। बस अलिक उदास अनुहार बनायो, पुराना सम्झनाहरूको दुहाई दियो र काम सकियो। यही तपाई चुक्नुहुन्छ। भावनामा बगेर तपाई आफ्नो त्यो मेहनतको कमाई जुन तपाईले आफ्नो सन्तानको भविष्यका लागि, आफ्नो बुढेसकालका लागि बचत गर्नुभएको थियो, त्यस्तो हातमा राखिदिनुहुन्छ जहाँबाट फर्कने कुनै ग्यारेन्टी हुँदैन। चाणक्य भन्थे जसले आफ्नो सञ्चित पुँजीको कडा रूपमा रक्षा गर्दैन, अन्त्यमा ऊ आफ्नै परिवारका लागि बोझ बन्छ। त्यसैले आजदेखि तपाईले डोनर जस्तै सोच्न छोड्नुपर्छ र इन्भेस्टर जस्तै सोच्न सुरु गर्नुपर्छ। तर यो परिवर्तन सजिलो छैन। यसका लागि चाणक्यको पहिलो नियम अपनाउनुपर्छ जुन 90% मानिसलाई थाहा हुँदैन, र यही कारण उनीहरू पैसा गुमाउँछन्। पहिलो नियम हो तुरुन्त प्रतिक्रिया नदिनु, डिनायल अफ इन्स्टेन्ट रियाक्सन। जब पनि कसैले तपाईसँग पैसा माग्छ, जति ठुलो इमर्जेन्सी देखाए पनि कुनै पनि हालतमा त्यही क्षण दिन्छु या दिदिन नभन्नुहोला। सुन्दा सजिलो लाग्छ, तर त्यो क्षणको दबाव निकै भारी हुन्छ। अगाडि मान्छे रोइरहेको हुन सक्छ, गिडगिडाइरहेको हुन सक्छ, कसम खाइरहेको हुन सक्छ, तर तपाईले ढुङ्गा जस्तै बन्नुपर्छ। तपाईले केवल एउटा वाक्य भन्नु छ, म बुझ्छु तपाई गाह्रो अवस्थामा हुनुहुन्छ, तर मेरो पैसा विभिन्न ठाउँमा इन्भेस्ट भएको छ। मलाई आफ्ना अकाउन्टहरू हेर्नुपर्छ र श्रीमती वा बुबासँग सल्लाह गर्नुपर्छ। म भोलि बताउँछु। यो 24 घण्टाको नियम तपाईको सबैभन्दा ठूलो हतियार हो। यो समयले तपाईलाई सोच्ने मौका दिन्छ, तर अझ ठूलो कुरा यो समय माग्ने मान्छेको झुट छान्ने तरिका पनि हो। यदि उसको समस्या साँच्चै जीवन मरणको छ भने ऊ 24 घण्टा कुर्दैन, ऊ अरू कसैकोमा जान्छ। तर यदि जुवा, सट्टा वा फाल्तु खर्चका लागि पैसा चाहिएको हो भने ऊ पर्खिन्छ। यो 24 घण्टाले उसलाई संकेत दिन्छ तपाई सजिलो शिकार होइन, तपाई पैसा गोजीमा बोकेर हिँड्नु भएको छैन। तर सम्झनुहोस्, समय माग्नु केवल ढाल हो, तरवार होइन। साँचो खेल त तब सुरु हुन्छ जब 24 घण्टा बित्छ र उसले फेरि फोन गर्छ। अब तपाईले ब्याङ्क जस्तै व्यवहार गर्नुपर्छ, तर आफ्नो शर्तमा। अब हामी त्यो चरणमा प्रवेश गर्दैछौँ जसलाई चाणक्यले जासुसी वा वस्त्यापन भन्थे। 24 घण्टापछि उसले सम्पर्क गर्दा तपाई डिफेन्सिभ हुनुहुन्न, तपाई सफाई दिनु पर्दैन कि तपाईसँग पैसा किन छैन, बरु तपाई अफेन्सिभ बन्नुपर्छ, प्रश्न सोध्नुपर्छ, त्यस्ता प्रश्न जसले उसको नियतलाई छर्लङ्ग पारिदियोस्। ब्याङ्कले लोन दिँदा तपाई कतिको दुखी हुनुहुन्छ भनेर सोध्दैन, ऊ सोध्छ फिर्ता कसरी तिर्नुहुन्छ। तपाईले पनि ठीक यही गर्नुपर्छ। पहिलो प्रश्न यस्तो सोध्नुहोस्,
हेर्नुस्, म मद्दत गर्न प्रयास गर्न सक्छु, तर मलाई यो पैसा 3 महिनाभित्र एउटा जरुरी प्रिमियम तिर्न फिर्ता चाहिएको छ। तपाईको एक्ज्याक्ट रिपेमेन्ट प्लान के हो? पैसा कहाँबाट आउने हो? ध्यान दिनुहोस्, तपाईँ कहिले दिन्छौ सोध्नु भएको छैन, तपाईँ कहाँबाट दिन्छौ सोध्नु भएको हो। इमान्दार मान्छेसँग स्पष्ट योजना हुन्छ, जस्तै एफडी म्याच्योर हुँदैछ वा तलब आउँदैछ। तर ठग्न आएको मान्छे यही अलमिन्छ। ऊ घुमाउरो कुरा गर्छ, अरे यार चिन्ता नगर, दिइहाल्छु, म माथि विश्वास छैन र? त्यो विश्वास शब्द उही जाल हो जहाँ तपाईलाई फसाइदैछ। यहाँ चाणक्यको कड्किलो स्पष्टता प्रयोग गर्नुहोस्। शान्त स्वरमा भन्नुहोस्, विश्वास त भगवानमाथि पनि हुन्छ, तर प्रसाद पाउन लाइन बस्नै पर्छ। हाम्रो सम्बन्ध पैसाभन्दा ठूलो छ। यदि फिर्ता दिने स्पष्ट स्रोत छैन भने म पैसा गुमाउँदा दुखी हुँदैन, म तिमी गुमाउँदा दुखी हुनेछु। त्यसैले यो सम्बन्धलाई पैसाका कारण बिगार्न चाहन्न। यहाँ तपाईले नाइ भन्नु भएन। केही मान्छे भने निकै ढिठ हुन्छन्, उनीहरू भन्छन् पक्का दिन्छु, कसम। त्यस्ता मान्छेका लागि चाणक्यले एउटा ब्रह्मास्त्र बताएका छन्, कोल्याट्रल। चाणक्य भन्थे, प्रमाण र बन्धक बिना दिएको धन बालुवामा खनाएको पानी जस्तै हो। यदि उसलाई यति नै विश्वास छ कि पैसा फिर्ता आउँछ भने ग्यारेन्टी दिन किन डर? भन्नुहोस्, ठूलो रकमका लागि केही सुरक्षा चाहिन्छ। पोस्ट डेटेड चेक दिनुस् वा कुनै मूल्यवान वस्तु। 99% मानिस यही रिसाउँछन्। त्यो रिस चोरी पत्ता लाग्ने डर हो। यदि ग्यारेन्टी दिन मान्दैन भने सम्झनुहोस्, तपाईले पैसा डुब्नबाट बचाउनु भयो। कहिलेकाहीँ सिधै ग्यारेन्टी माग्न नमिल्ने अवस्था पनि हुन्छ। त्यसका लागि तेस्रो पक्षको बहाना प्रयोग गर्नुहोस्। म दिन्थे, तर घरको फाइनान्स श्रीमती वा बुबाले हेर्नुहुन्छ, नसोधी पैसा निकाले भने घरमा महाभारत हुन्छ। अब विलेन तपाईँ होइन। अझ चनाखो मान्छे आए भने कमीको भ्रम देखाउनुहोस्। पैसा थियो तर सबै एफडीमा लक छ, अहिले तोड्दा 10% घाटा लाग्छ। यदि त्यो घाटा तपाईले बेहोर्नुहुन्छ भने म निकालिदिन्छु। यति भनेपछि कोही पनि पैसा माग्दैन। तर यदि कोही साँच्चै सङ्कटमा छ भने उधारो होइन, सानो दान दिनुहोस्। जति फर्काउन सक्दैन त्यो उधारो नदिनुहोस्। अन्तिम कुरा, ठूलो रकमका लागि कागजी प्रक्रिया अनिवार्य। एग्रिमेन्ट र पोस्ट डेटेड चेक चाहिन्छ। यो शङ्का होइन, कानुन र करको कुरा हो। यदि ऊ भाग्यो भने तपाईँ ठूलो दुर्घटनाबाट बचाउनु भयो। अन्त्यमा चाणक्यको कडुवा सत्य, यदि पैसा नदिँदा सम्बन्ध टुट्छ भने त्यो सम्बन्ध कहिल्यै साँचो थिएन। आफ्नो रक्षा गर्नु सबैभन्दा ठूलो धर्म हो। नै भन्नु स्वार्थ होइन, आत्मसम्मान हो। आजदेखि फोन बज्दा घबराउनुहुन्न। यी 5 नियम सम्झनुहोस्। यदि यो रणनीतिले तपाईलाई मद्दत गर्यो भने कमेन्टमा लेख्नुहोस् माई मनी माई रुल्स र यो भिडियो ती मान्छेसँग सेयर गर्नुहोस् जो आफ्नो सिधोपनका कारण बारम्बार ठगिन्छन्। च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।